अन्तत कतार पुगे खगेन्द्र प्रसाद र रुद्र कली। यसरी राखियो अल्खोर पार्कमा। त्यहाँ पुगेका नेपाली भन्छन् नेपाली बोलेको सुन्दा अनौठो व्यवहार देखाउँछन्। मोहम्मद खगेन्द्र, अर्को खगेन्द्र नुरकली, मोहम्मद नुरकली। दर्शकबिन गत बुधबार सौराहादेखि भैरवा विमानस्थल हुँदै कतार पुगेका रुद्रकली र खगेन्द्र प्रसाद अहिले कतारको अल्खोर पार्कमा राखिएको छ। उक्त पार्कलाई कतारको चिडियाघर भनेर पनि भन्ने गरिन्छ। खगेन्द्र प्रसाद र रुद्रकली त्यहाँ पुगेपछि अनौठो व्यवहार देखाएको त्यहाँ पुगेका नेपालीहरू बताउँछन्। प्लेनबाट उनीहरूलाई अर्धचेत अवस्थामा कतार पुर्याइएको थियो। हरियाली वातावरणमा हुर्किएका रुद्रकली र खगेन्द्र प्रसाद मरुभूमिको सहरमा पुगेका छन्। नेपाल सरकारले पहिलो पटक कतारलाई हात्ती उपहार दिएको हो। यसभन्दा अघि केही देशलाई एकसिङे गैंडा उपहार दिए पनि हात्ती यो पहिलो पटक दिएको हो। कतारी राजा नेपाल भ्रमणमा आएका बेला नेपाल सरकार